टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। सुरु गरौँ। नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृतकको संख्या 40 पुग्यो। सम्बन्धी प्रसङ्गबाट नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एकजनाको कोरोना संक्रमितको मृत्यु भएको हो। मधुमेह र उच्च रक्तचापका बिरामी सप्तरी जिल्लाका 73 वर्षीय वृद्धको बिहिबार बीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए। असार 31 गते अस्पतालमा भर्ना गरेको उनको शङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ आएको थियो। महाशाखासँग उनले भने अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ। अस्पताल प्रशासन र शव व्यवस्थापन समिति बीच छलफल भइरहेको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 40 पुगेको छ। नेकपा स्थायी कमिटी बैठक आज असार 18 गतेदेखि लगातार स्थगित भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज हुँदैछ। पटक पटक गरेर 2 सता स्थगित भएको स्थायी कमिटी बैठक आज हुन लागेको हो। यसबीच भएका वार्तामा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमतिमा पुग्न नसकेपछि आज हुने भनेको स्थायी कमिटी बैठकमा पनि 2 खेमा ओली र प्रचण्ड माधव बीच विवाद झन्न चर्किने सम्भावना बढेको छ। बिहिबार 11 बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने आजको बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष 2 पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड माधव नेपाल समूहको अडानको ओली पक्षले काडा प्रतिवादन गर्ने तयारी गरेको छ। बिहिबार भएको वार्ता दाहाल र नेपालले प्रधानमन्त्री पदबाट राजीनामा गर्न दबाब दिएपछि ओलीले आफ्नै राजीनामा नदिने अडान राख्दै हटाउने नै हो भन्ने विधिशक्त रूपमा हटाउन चुनौती दिएका थिए। विधिशतम प्रक्रिया सामना गर्न तयार रहेको उनको भनाइ थियो। ओलीको उक्त जवाफपछि ओली दाहाल र नेपाल सहभागी हिजोको वार्तामा आगामी भादोभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने र विवाद हल गर्ने सम्झौतारी भएको बताएको छ। ओलीले राजीनामा नदिने अडानपछि दुवै पक्षले बिहिबार साँझ आफ्ना समूहको बैठक राखेर रणनीति बनाएका छन्। आजको स्थायी कमिटी बैठकमा पनि ओलीको राजीनामा मागिने र सहमति नभएको सन्देश दिँदै केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिने ओली इतरको समूहको तयारी छ। सुनसरीको देवानन्द गाउँपालिका 3 पानी टङ्कीमा प्रहरीमाथि गोली प्रहार गर्ने 2 जना पक्राउ परेका छन्। स्वचालित पिस्तोल सहित 2 जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। पक्राउ पर्नेमा देवानन्द गाउँपालिका 2 का 23 वर्षीय पिन्टु यादव र 23 वर्षीय राजेश यादव रहेका छन्। गस्तीमा रहेको प्रहरी टोलीले 3 जना भारतीय नागरिक सहित 2 जना मोटरसाइकलमा आएर 5 जनाको समूहलाई रोकेर जाँच गर्ने क्रममा प्रहरी टोलीलाई लक्षित गरी फायर गरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीले जवाफी फायर गर्दा 2 जना घाइते भएका तथा अरू 3 जना भारततर्फ नै फरार भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता दीपक पोखरेलले जानकारी दिनुभयो। घटनास्थलबाट प्रहरीले अमेरिकन स्वचालित पिस्तोल 1 थान, त्यो पिस्तोलमा लाग्ने गोली 3 राउन्ड र म्यागजिन 2 थान तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल 1 थान र अनटेस्ट लेखिएको मोटरसाइकल बरामद गरेको छ। घाइते भएका 2 जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताउनुभयो। टुडे समाचारमा एकैछिन व्यावसायिक विश्रामपछि बाँकी प्रसङ्ग। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडीआई स्टेटस पाउँदाको त्यो क्षण
अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो, त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। पैसा कार्ड पैसा कार्ड पैसा कार्ड आइएमई काउन्टर गेलै पैसा कार्ड लेलकै। पैसा राईका ब्याज कमाई पैसा कार्ड। एनी ओनी देखली सब कुछ किन मिलल। सब दुकान में चलत अब पैसा कार्ड। नया चलन आइल चुली तिरली चलल। अपन जनकपुर में चलते पैसा कार्ड। अपन जनकपुर कैशलेस जनकपुर आइए नजीक आईएमई काउंटर से पैसा काट लिया। आ कोनो दुकान में कार्ड लग पैसा तिरू आ ब्याज से हो कमाऊ। छुली तिरली चलल। कोका कोला आज दिउँसो झप झप हुँदा केटीहरूले दामी सेल्फी खिचेछन्। त्यो मिस भयो। मन पर्ने सिङ्गर बोल्न आएको थियो, त्यो पनि मिस भयो। फेरि सुरुदेखि है त। साथीभाइसँग फेस टु फेस भेट्नुको मजा त बेग्लै हुन्छ, तर अहिलेको समय जब इट्स बेटर टु बी सेपरेटेड, वी आर ह्यापी टु किप यु कनेक्टेड। आज भोलि सधैँ सँगै। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। साउदी र कतारबाट नेपाली लिएर 4वटा जहाज आज बिहानै काठमाडौँमा आइपुगेका छन्। साउदीको दमामबाट मात्रै नेपाली लिएर 3वटा जहाज आएका छन्। हिमालय एयरलाइन्सका 2 जहाज र नेपाल एयरलाइन्सको 1 जहाज साउदीबाट काठमाडौँ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। आज साउदीबाट मात्रै नेपाली ल्याउनका लागि 5 उडान हुँदैछन्। अब साउदीको रियादबाट हिमालय एयरलाइन्सका 2 जहाज नेपाली लिएर आउँदैछ। यस्तै कतारबाट पनि नेपाली लिएर बिहानै नेपाल एयरलाइन्सको जहाज काठमाडौँमा अवतरण गरिरहेका छ। कतार एयरवेज जहाज पनि दिउँसो काठमाडौँ आइपुगेको छ। आज कुवेतबाट पनि 2 उडान मार्फत नेपाली फर्किँदैछन्। कुवेतको जजिरा एयरलाइन मार्फत त्यहाँबाट नेपाली साउदी विमानस्थलले जनाएको छ। आज विभिन्न देशमा नेपाली लिनका लागि जहाजहरू जाँदैछन्। हिमालय एयरलाइन्सका 2वटा जहाज बहरान जाँदैछन्। त्यहाँ समस्यामा रहेका नेपाली लिएर भोलि जहाज काठमाडौँ आउनेछन्। हिमालय एयरलाइन्सकै 2 जहाज आज
कतारको दोहा जाँदैछन्। विमानस्थलका अनुसार नेपाली ल्याउन लिन जान र लिनका लागि जहाज फर्कन गरी आज 15 अन्तर्राष्ट्रिय उडान हुनेछ। कास्कीको माछापुच्छे गाउँपालिका 8मा पर्ने खोरको मुखमा पहिरोले घर पुग्दा 3 जनाको ज्यान गएको छ। अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले प्रेमराज बिटको घर पुरिदा प्रहरीले जानकारी दिएको छ। पहिरोमा परेर प्रेमराज बिटका 16 वर्षीय नाति कुशल, नातिनी 16 वर्षीय रोजिना र नाति 14 वर्षीय समीरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काशीका प्रवक्ता सुभाष हमालले जानकारी दिनुभयो। प्रेमराज र उहाँकी श्रीमती कुशल रहेको उहाँले जानकारी दिनुभयो। प्रेमराजको छोरा बुहारी घरमा नभएकाले सुरक्षित रहेको प्रहरी प्रवक्ता हमालले जानकारी दिनुभयो। आउँदो हप्ता मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्। आजदेखि पानी पर्ने क्रम बिस्तारै बढ्ने मौसमविदको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर पर्सि आइतबार बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरि नै झरी पर्ने र थोरै ठाउँमा निकै ठुलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो। महाशाखाकी प्रवक्ता वरिष्ठ मौसमविद डाक्टर आचार्य श्रेष्ठका अनुसार प्रदेश 1, प्रदेश 2, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश 5 का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठुलो र 1-2 ठाउँमा निकै ठुलो पानी पर्ने सम्भावना छ। विशेष गरी पर्सि बेलुकीदेखि आउँदो बुधबारसम्म मनसुन निकै सक्रिय हुने देखिएको अर्का मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो। यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविदको सुझाव छ। मौसमविद श्रेष्ठका अनुसार आजदेखि पानी पर्ने क्रम बिस्तारै बढ्नेछ। मौसम सक्रिय हुँदै गएकाले हिजोको भन्दा आज दिउँसो, दिउँसोको भन्दा राति पानी पर्ने क्रम बढ्दै जाने उहाँको भनाइ छ। हस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।